नमस्ते दाइ नमस्ते। नमस्ते हजुर। नमस्ते बहिनी नमस्ते। ओ माय गॉड के मैले सबैले देखिरहेको हो। कहाँबाट हो तिमी? कहाँ कहाँ हो घर? म केटीएमबाट दाइ। ए कायरा कायराइट तामाङ हो कि के हो तिमी हो? हजुर ए ठिक छ ठिक छ ठिक छ। मैले मैले लेस फ्याबुला है लेस फ्याबुला। मैले यो दुनियाँमा चाहिँ कुलैसँग जोइन हुँदैन भनेर सोचेको थिएँ कि कस्तो भनेको। ठिक छ होइन बोलाएर रेन्डम इन्भाइट भइरहेको हुन्छ रेन्डम कुराहरू भइरहेको हुन्छ टक्सहरू। के छ त नयाँ नौलो खबर मेरो बहिनीको? एकदम ठिक छ झन् आज त म आज रातभरि निन्द्रा लाग्दैन कि मलाई। यहाँ तामाङनीहरू लास्टै राम्रो हुन्छ लेखिरहेको छन्। तामाङ भाषा सिकाउन मलाई तामाङ सिकाउ त एउटा दुइटा ल्याङ्ग्वेजहरू। त्यो उ त थाहा छ मलाई। गा दा मायाला मुला लु के भनेको त त्यो चाहिँ थाहा छ होइन। अरू पनि सिकाउन केही च्याट सिकाऊ। म एकछिनै मेरो मुटुको धड्कन एकदम फास्ट भयो। तपाईँलाई होइन म के भन्नु म आज यतिका गाइज म यति खुसी छु है। खाना खानुभयो त दाइ अनि? खाएको कान्छाजी। अनि तपाईँलाई आउँछ खाना खाना खाइसकेँ दाइ मैले। ए अनि म त अनि तामाङ नै हो त अनि के कस्तो कुरा गर्छ म अनि कति भन्नु यार राइट। दाइ दाइ सेवा सेवा सोल्जी सल्जी सल्जी सोल्जी कतै कतै बत्तिजी। बत्तिसी त खै के को बत्तिसी देखाउनु अहिले बत्तिसी कस्तो के बत्तिसी यो त कहाँको अलिकति मेरो घरतिरको तामाङ भाषा चाहिँ अलिक डिफ्रेन्ट पऱ्यो कि अर्कै सिकाए जस्तो छ नि मलाई। कतै टाइम दाजी 10:56 ए तपाईँले मेरो त सेम सेम हो नि त। अनि तपाईँ कुन ठाउँबाट दाइ? म त अहिले यता चितवनतिर छु चितवन फुलबारी। मैले तर लाइभ मैले तपाईँको जहिले हेरिरहेको हुन्थेँ नि। अस्ति एक्चुली म त्यो गेमको बेला नि हेर्न आएको थिएँ अनि मनमा के लाग्यो म यो जुनीमा चाहिँ म कुलैसँग जुनीमा भेटै हुँदैन जस्तो लागिरहेको। ठिक छ बहिनी ठिक छ एकदम खुसी लाग्यो हेर होइन। युआर रियली नाइस राम्रो हुनुहुन्छ एकदम बहिनी है। त्यहाँ तिम्रो दाँतको तारिफ चाहिँ भइरहेको छ है भ्याम्पायर टिथ भनेर है। यो चाहिँ 1000जनामा एकजनाको हुन्छ कि लाखजनामा एकजनाको हुन्छ। यो चाहिँ तिमी अलिकति उनै छौ रेयर। लास्टै दाइ म त कस्तो मेरो आज धड्कनै लास्टै त्यो भयो। ओके बहिनी एकदम एकदम खुसी लाग्यो। अब के अरे फेरि फिर्ता आउँदै आइराख ल मेरो लाइफमा भनेर भन्नको लागि मैले तिमीलाई फलो गरेँ ल भन्नलाई चाहिँ के भन्नु पऱ्यो भन त? nga यता फलो लाजी नयाँ त फलो लाजी लाजीमाले सेम टु यु। लाजीमाले तपाईँको बर्थडे हो र दाइ आज? बर्थडे त थियो कि तर अब खै छड्दै होस्। तामाङ भाषामै बर्थडे विस गर नि त मलाई केही राम्रो कुराहरू भन तामाङ भाषामै। अनि होइन दाइ तामाङ अलिक धेरै आउँदैन कि दाइ मलाई फेरि। हेत्तेरिका जान्नु पर्यो नि आफ्नो भाषा जान्नु पर्यो आफ्नो कल्चर जान्नु पर्यो। म सानैदेखि शेर्पा गाउँमा हुर्केको नि त दाइ। म त चाइनामा हुर्केको मान्छे अनि चाइनी चाहिँ बोल्छौ कि के हो जस्तो लाग्यो मलाई फेरि। ठिक तिब्बतियन भाषा चाहिँ बोल्छु होला हल्का फुल्का अलिअलि। अनि बुझ्छु होला। तपाईँको ठिक छ बर्थडे ठिक आज साँच्चीकै? साँच्चीकै हो कि बर्थडे नि हो। साँच्चीकै बर्थडे हो? हो नि बुनु हो के। काठमाडौँ कहिले आउनुहुन्छ त्यसै? म एउटा एउटा यस्तो दाइको लागि एउटा गिफ्ट लिएर आउँछु साँच्चीकै। गिफ्ट पर्दैन मायाले सम्झिदिए पुग्छ बहिनी। तपाईँको म एकदम ठुलो फ्यान है कसम भनेको। धन्यवाद धन्यवाद सानो धन्यवाद है। अब यस्तो सुन म जान्छु अर्कोचोटि म फेरि आउँछु त्यति बेलासम्म माया गरिराख ल भन्नेलाई चाहिँ तामाङ भाषामा भन त म ट्राई गर्छु। के भन्नु पर्यो के भन्नु फेरि एकचोटि भन्नुहोस् त। म जान्छु नानीजी 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 म फेरि फेरि आउँछु। nga nga खाबा नि टिबा nga खाबा खाबा बेला बेलारी खाबा nga बेला बेलारी खाबा। होइन दाइको लागि एउटा गीत चाहिँ गाइदिन्छु म। पहिला एकैछिन रोक्नु नजानु। ओके 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 ल ल ल।